हेलो साथीहरू, सेवा। आज चाहिँ मैले यो रिबनको फुल बनाउने कोसिस गर्दैछु है साथीहरू। यो चाहिँ मैले युट्युबमा देखेको थिएँ अनि त्यही भएर मैले पनि ट्राई गरेको। यसरी छोटो छोटो काट्ने अनि रिबनलाई अनि त्यसरी सट्ट दोबार्ने मिलाएर राख्ने अनि सियोले सट्ट सिलाएर जोडी बनाउनुपर्छ है। जोडी सिलाउनुपर्छ एकै ठाउँमा अनि मजाले मिलाएर तानिदिने अनि यही सियोको धागोले मजाले फनफनी बेर्नुपर्छ यसलाई। अनि बेरिसकेपछि दरो बनाउनुको लागि यसलाई सिलाइदिने 2-3 चोटि। अनि यतिको भयो है। यतिको बनाइसकेपछि चाहिँ अब एउटा रबर लिने अनि रबरमा चाहिँ यसरी बिचमा सट्ट लगाएर सिलाइदिने यसलाई। अनि मजाले यसलाई पनि दरो हुने गरी बनाउने। अनि यो चाहिँ रिबनलाई राख्नु जहिले रिबनले बाँधिराख्नुको झन्झट चाहिँ हुँदैन रहेछ। यति बनाएपछि सट्ट कपाल बाँधिदिने अनि यसले मजाले बाँधिदिने। अनि मैले एउटा चाहिँ बनाइसकेको छु। अब अर्को बनाउँदैछु। मैले अर्को अब यसको जोडी अघि बनाइसकेँ। अब कस्तो लाग्यो मेरो रिबनको फुल। अनि छोरीलाई स्कुल जाने बेलामा यसरी मैले चाहिँ कपाल बाटिदिएँ अनि सट्ट लगाइदिँदैछु। छोरीले नि हाँस्दै हेर्दैछ। सजिलो लाग्यो क्या मलाई। यतिको चाहिँ भयो है। राम्रै देखिँदो रहेछ। मजाले रिबनले उयो गरे जस्तै यतिको भयो। राम्रो पनि देखिँदो रहेछ। सजिलो, एकदम सजिलो यो बनाइराख्दा चाहिँ हुँदो रहेछ है। छोरी हुनेहरूलाई चाहिँ सिक्नै पर्ने रहेछ यस्तो यस्तो चिजहरू। कति गाह्रो हुन्छ कि स्कुल जाने बेलामा जहिले रिबनले बाट्यो रिबनसँगै फुल बनाउनु पर्ने त्यतिखेरै। यो चाहिँ त्यो झन्झटबाट चाहिँ मुक्त भइँदो रहेछ। छोरीको अनि लुक्स चाहिँ देखाउनु लाग्यो। हाँस्दै हेर्दैछ हो। फेरि भाइ यति डाहा गर्छ उसको दिदीलाई देखायो भनेर उसले आएर पोज दिँदैछ हो। पोज दिइरहेछ। उसको दिदी चाहिँ मस्किँदैछ नाक पुस्दै। स्कुल जानलाई रेडी भयो मेरो छोरी चाहिँ। अब कस्तरी हेरिरहेछ त्यहाँ। अब स्कुल जाने हामी। मुख पनि सुक्खा भएछ, पुस्दै बसेछ जिब्रोइले। अब चाहिँ हामी स्कुलतिर लाग्नु आँटेको रेडी भएर। अब मैले पुर्याउनुपर्छ। ब्याग स्याग चाहिँ मैले बोकिदिनुपर्छ जहिले। अनि ऊ चाहिँ हिँड्दै रमाउँदै उफ्रिँदै जान्छ। यसरी स्कुल जाँदैछ है अब चाहिँ मेरो छोरी। स्कुलसम्मको यात्रा हो अहिले चाहिँ उसको। ल है यस्तै छ है। कस्तो लाग्यो भनिदिनु है साथीहरू। मेरो प्यारो साथीहरूले भनिदिनु पर्यो है कस्तो लाग्यो यो मैले बनाएको फुल। अनि यसरी नै सिकेर बनाउनु होला सबैजनाले। छोरी हुनेले चाहिँ है।